रूपमा दुर्गाजी पनि हाम्रो तपाईले पल्लो चोकमा पर्दिनै थियो यहाँ मलाई अरूले नकाल्दियो भिड नगर्दियो मलाई यही एक मिनेट दिन्छु भनेको त्यो बेला तपाई सधैँ गुनासो गर्नुहुन्छ नि अब गुनासो गर्नु न कतिचोटि बाला भइरहेको छ कुरा पनि भइरहेको छ उहाँलाई माया पनि गर्छु गिरिगञ्जलाई झन् बजेट अब गर्ने त सबै त यहाँ आइएको छ सबैसँग भेटघाट भइरहेको छ कुरा सुनिराखेको छ भइहाल्छ ओके भन्नु भयो गाडी खोइ लाने हजुर